दर्शकबिन भगवान पनि कस्ता निष्ठुरी घर आर्थिक अवस्था चलाउनैकै लागि जग्गा जिम्मी बेच्नु पर्यो। दर्शकबिन श्रीमती अहिले दुःखमा छन्। दुईवटा छोराछोरीलाई घर खर्ची चलाउनको लागि अहिले जग्गा जिम्मी बेच्नु परेको छ। दर्शकबिन यतिखेर हामी सल्यान जिल्ला कालीमिटी गाउँपालिका 2 झिगानेमा छौँ। अपाङ्ग र अशक्त छन् भन्ने खबर पाएपछि हामी यहाँसम्म आइपुगेका छौँ। दर्शकबिन कसरी अपाङ्ग हुनुहुन्छ र कसरी अशक्त हुनुहुन्छ यसको बारेमा आज हामी कुराकानी गर्दैछौँ। दर्शकबिन हामी उहाँसँग जोडिँदैछौँ। हजुर तपाईँ नै हो? हजुर म नै सर। शुभ नाम हजुरको? मेरो नाम ज्ञानबहादुर पुन सर। ज्ञानबहादुर पुन। हजुर। अनि यो अपाङ्ग हुनुहुन्छ भनेपछि हामीले सुन्यौँ र यहाँसम्म आइपुगेका छौँ। यो अपाङ्ग कसरी हुनुभएको? म आफ्नै घरको छतबाट खसेर सर। घरको छतबाट। अहिले अपाङ्ग अशक्त भएको कति वर्ष भयो? मलाई 8 वर्ष पुगेर यता अलिकति करस भयो सर। 8 वर्ष बढी भयो। 8 वर्ष भइसकेको छ। अहिलेसम्म तपाईँले चाहिँ केही गर्न सक्नुहुन्न? हजुर मैले केही पनि गर्न सक्दिनँ। अनि कहाँ चोट लागेको? मेरो मेरुदण्ड फुटेर मेन नसा च्याप्यो भनेको सर। अहिले मेरो चारौँ हात खुट्टा केहीले काम गर्दैन। केही पनि गर्नुहुन्न? तपाईँलाई खाना खुवाउनको लागि दिसा पिसाब गर्नको लागि अरू नै मान्छे लाग्नुपर्छ? हजुर सबै अर्काको सहारामै हो सर। अर्काको सहाराबाट तपाईँले दिसा पिसाब गर्नुहुन्छ? हजुर सर। अनि तपाईँको घर परिवारमा कतिजना हुनुहुन्छ? हामी 4 जना सर। 4 जना हुनुहुन्छ। अनि छोराछोरीहरू कति छन्? 2 भाइ छोराहरू छन् सर। 2 भाइ छोरा हुनुहुन्छ र तपाईँ एकदम अशक्त हुनुहुन्छ। अनि छोराहरू कति वर्षको हुनुहुन्छ? छोरा अहिले एउटा 18 वर्षको भयो सर, एउटा 11 वर्षको। एउटा 18 वर्ष र एकजना चाहिँ 11 वर्ष हुनुभयो? हजुर सर। अनि यो अशक्त हुँदै गर्दाखेरि डाक्टरहरूले के भनिरहेको छ? अब यो अपाङ्ग कुनै औषधिहरूले चाहिँ काम गर्छ कि गर्दैन? कस्तो सल्लाह सुझाव दिनुभएको छ? हजुर सर, औषधिको साथै यसलाई फिजियोथेरापी गर्न भनेर भन्छ है। फिजियोथेरापी गर्नको लागि अहिले मसँग आर्थिक अवस्था कमजोर भएको हुनाले म जान सकेको छैन। जति पनि यो फिजियोथेरापीबाट अलि केही सुधार हुन्छ भन्ने सल्लाह दिएको छ सर। तपाईँलाई कति जति लाग्ने रकम लाग्छ जस्तो डाक्टरले भन्नुभएको छ? अब ठ्याक्कै त्यो बसाएर गराइको अनुसारले सर, अब डाक्टरले त्यसरी भन्नुभन्दा नि फिजियोथेरापी आफ्नो पर्सनल हुने हिसाब भएको हुनाले उनीहरूले दिनको तपाईँको सागाकै कुरो गर्यो भने अहिले 1700 जस्तो होला करिब एक दिनको। अब यो 1-2 दिन गरेर पनि हुँदैन। केही नभएको 1.5-2 महिना बढी नै गर्नुपर्छ। त्यो उपचार गरेपछि तपाईँको चाहिँ यो हात खुट्टाहरू लाग्ने त्यस पछाडि डुल गर्न तपाईँलाई चाहिँ सहज हुन्छ होला? हजुर सर, फिजियोथेरापीबाट मलाई लाग्छ पहिला भन्दा केही सुधार भएको हुनाले मैले पहिला गरेर धेरै सुधार भएको हुनाले म अरू केही नभए पनि आफ्नो दिसा पिसाब आफै फाल्न सक्थे कि भन्ने आश भरि हो सर। यदि तपाईँको घरमा कोही हुनु भएन, उहाँ तपाईँको श्रीमती हुनुहुन्छ र तपाईँलाई कुनै बेला आवश्यक काम परेर तपाईँ श्रीमती बाहिर जानुभयो भने घरमै बस्ने र दिसा पिसाब गर्ने खानाको लागि एकदमै एउटा कोही कसैको सहारा भएन भने घरमै थला पर्ने जस्तो अवस्था देखेको छ? हजुर हजुर, त्यो दिसा पिसाब जहाँको त्यही लिक भइहाल्यो। जहाँ छ त्यही हो। दर्शकबिन देखिसक्नुभयो, यतिखेर ज्ञानबहादुर पुन अहिले 8 वर्ष भइसकेको छ र उहाँ अहिले 8 वर्ष घरको छतबाट लोटेर होइन गिरेर चाहिँ उहाँको अहिले हात खुट्टा कुनै पनि लाग्दैन र उहाँलाई दिसा पिसाब गर्ने खानाको लागि पनि एकदमै कसैको सहारा चाहिने भएको छ। यतिखेर हामीसँग श्रीमती पनि यता बसिराख्नु भएको छ। हजुरको शुभ नाम? रेवती पुन। रेवती पुन। अनि तपाईँको श्रीमान भएको चाहिँ 8 वर्ष भइसकेको छ। अहिलेसम्म कसरी चलाइराख्नु भएको छ यो छोराछोरी? एउटा 11 वर्षको, एउटा 18 वर्षको भन्नुभयो। अनि पढाउने लेखाउने कसरी गरिराख्नु भएको छ? यस्तै दुःख गर्दै दुई बाख्रा पाल्ने अनि बुढालाई हेर्ने यताउता गर्दै गरिरहेको छु अहिलेसम्म त। पछिसम्म त खै कसरी हुन्थ्यो र। अब यति नै होला, पढाउने पनि बच्चाहरू सकिन्न पढाउन। पढाउने एकदम दुःखको कुरा हो। दर्शकबिन हेर्नुहोस्, उहाँ चाहिँ एकदम पढाउने लेखाउनको लागि एकदमै कामहरू के गर्नुहुन्छ हजुरले? दर्शकबिन देख्न सक्नुहुन्छ, एकदमै दुःख लाग्दो कुरा हो यो। उहाँको श्रीमान चाहिँ एकदमै अपाङ्ग हुनुहुन्छ र उहाँ अहिले रोइराख्नु भएको छ। दर्शकबिन तपाईँले यो भिडियो हेरिराख्नु भएको छ। यदि सक्नुहुन्छ भने उहाँलाई सहयोग गरिदिनु होला, जति सक्नुहुन्छ सहयोग गरिदिनु होला। यदि तपाईँको मनमा होइन उहाँको दुःख पीडा तपाईँले पनि थोरै सहयोग भए पनि उहाँको लागि धेरै हुनेछ। यो भिडियो तपाईँले अन्त्यसम्म हेर्नु होला र हामी आज उहाँसँग रिपोर्टिङ गरिरहेका छौँ र कुराकानी पनि गरिरहेका छौँ र उहाँ एकदमै दुःखीमा हुनुहुन्छ, दुःख
दुःखमा हुनुहुन्छ। उहाँ एउटा घरको छतबाट एउटा श्रीमानले चाहिँ पैसा कमाउने बाहिर देश हुनुहुन्छ प्रायः जस्तो उहाँले एउटा घरको आर्थिक अवस्था चलाउन निकै कठिनाइ भइराख्नु भएको छ। देख्न सक्नुहुन्छ उहाँ दिसा पिसाब गर्नको लागि पनि एकदमै कोही मान्छे र उहाँको कोही सहारा भएन भने जहाँ सुत्यो त्यही नै दिसा पिसाब गर्न बाध्य हुनुहुन्छ। दर्शक पनि यो एकदमै दुःख लाग्दो भिडियो, तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर साथ दिनुहोला। र हेर्नुहोस् त उहाँको एकदमै पीडा छ। दर्शक पनि उहाँ रोइराख्नु भएको छ। तपाईँ यसरी रुने काम आफ्नो आत्मा बल चाहिँ कमजोर नगराउनुहोला। यो दुनियाँमा कोही नभए पनि भगवान् त हुनुहुन्छ। दुःख गरिराख्नु भएको छ। छोरा पनि 18 वर्ष भइसक्नु भएको छ। अरू नभए पनि छोराको अनि त्यसै छोराछोरीहरूको चाहिँ मुख हेरेर चाहिँ तपाईँले बाँच्नुपर्ने हुन्छ। यो भगवान्ले दिएकै यस्तै सबै तपाईँलाई मात्रै होइन धेरैजनाहरूलाई यस्तै दुःख पीडा हुन्छ। यसरी रुने काम चाहिँ आफ्नो आत्मबल चाहिँ नघटाइदिनु होला। हजुर त्यो त हो त, त्यही भन्छु भन्नु त मन त थाम्न खोज्छु, तर के गर्ने, यताबाट गर्छु उताबाट गर्छु हुँदैन नि। के भन्नुहुन्छ? जति पनि हामीलाई दर्शकबिनहरूले हेरिराख्नु भएको छ, के चाहनुहुन्छ तपाईँले, के भन्न चाहनुहुन्छ? हजुर के भन्नु नि, अब अलिअलि सहयोग गर्ने यताउता गरेपछि अलि सन्चो लाग्थ्यो कि बुढालाई कहीँ उसलाई फिजियोथेरापी अनि यताउता गर्न पाए हुन्थ्यो कि भन्ने त लाग्छ नि। हजुर अरू नभए पनि जो छोराछोरीहरूलाई खाना लाउनको लागि निकै कठिन छ, आर्थिक अवस्थामा निकै कमजोरी छ तपाईँको, होइन र? हजुर दर्शक पनि देखिसक्नुभयो, उहाँले भनिसक्नु भएको छ उहाँ एकदमै गरिब परिवारमा र लाउना खानाको लागि निकै आर्थिक अवस्था कमजोर छ र उहाँले अहिले काम गर्दै हुनुहुन्छ, बाटोमा काम गरिराख्नु भएको छ। तपाईँले काम पनि गर्नुहुन्छ होला सायद? हजुर काम पनि गर्छु, तर 2-3 घन्टामा आउनुपर्छ घर। तपाईँ श्रीमान दर्शक पनि हेर्नुहोस् त, एउटा यस्तो पीडा छ जहाँ कि उहाँ ज्याला मजदुरी गर्नुहुन्छ र गइसके पछाडि श्रीमानको लागि 2 घन्टामा श्रीमानलाई चाहिँ दिसा पिसाब गराउनको लागि, खाना खुवाउनको लागि 2 घन्टा छुट्याएर चाहिँ उहाँ घर आउनुहुन्छ। दर्शक पनि यो दुःख लाग्दो कुरा हो, तपाईँले पनि देखिसक्नु भएको छ। सक्दो यति भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर साथ दिनुहोला। सक्नुहुन्छ भने तपाईँले सही गरेर साथ दिनुहोला। थोरै भए पनि तपाईँले सही गरेर पनि तपाईँले साथ दिनुहोला। तपाईँको जग्गा जिमी कति छ? जग्गा जमिन मेरो छैन सर, यही घरबाससँग 4वटा गरा हो। मेरो थोरै तल त्यो 2वटा बाटा थियो, त्यो पनि पहिले घराइसी आर्थिक अवस्था चलाउनलाई भर्खरै बिक्री गरेँ है। त्यही पनि सस्तो। तपाईँले घरमा खर्च चलाउनको लागि पनि तपाईँले चाहिँ जग्गा जमिन बेच्नु पर्यो? हजुर सर। अनि अहिले चाहिँ यो घरको अवस्था, आर्थिक अवस्था निकै कमजोर भएकै कारणले आज छोराछोरीहरू पनि पढाउनु पर्यो, लेखाउनु पर्यो, होइन? हजुर सर त्यो हो। त्यसको लागि आफ्नो जग्गा जमिन पनि बेच्नु भएको छ? हजुर सर भएको बेचेँ। अब यही घरबासँगको ओइला नि 4वटा गरामा चाहिँ यो बस। ए घर मात्रै 4वटा। दर्शक पनि देख्न सक्नुहुन्छ एकदम पीडा छ। यो पनि एउटा पीडा हो, किनभने आफ्नो घर खर्च चलाउनको लागि एकदमै उहाँले चाहिँ जग्गा जमिन पनि बेच्नु पर्यो र भोलि उहाँकै कारण खर्ची चलाउने एउटा घरको आर्थिक अवस्था कमजोर भएकै कारण भोलि घर जग्गा जमिन पनि बेच्नु एकदमै आवश्यक छ। दर्शक पनि देख्न सक्नुहुन्छ घर चाहिँ यो आफै बनाउनु भएको हो? हजुर सर, मलाई थोरै यो विदेशी संस्था आइएनएफ भन्नेले केही भनौँ छतको उभरि र बाँकी गाउँघरको सहयोगबाट 2-4 दिन यस्तो सहयोग लिएर मैले घर बनाएको सर। यो काम पाइन्छ। दर्शक पनि देख्न सक्नुहुन्छ उहाँले एकदमै दुःख लाग्दो छ। दर्शक बाहिरबाट घर बनाइदिनु भयो र गाउँघरका साथीहरूले चाहिँ सहयोग गरेर चाहिँ यो घर एउटा बस्ने बास सुविधा बनाइदिनु भएको छ। दर्शक यति आर्थिक अवस्था कमजोर भएको उहाँ चाहिँ ज्ञानबहादुर पुनसँगै आज भनौँ भने त अपाङ्ग अशक्त हुनुहुन्छ। दर्शक पनि तपाईँले यो भिडियो धेरै सेयर गर्नुहोला र सक्दो तपाईँले सक्नुहुन्छ भने तपाईँले सहयोग गरिदिनु होला, यो तपाईँलाई आग्रह गर्न चाहन्छु। र यो भिडियोलाई धेरैभन्दा धेरै तपाईँले सेयर गर्नुहोला। यस्तो दुःखको पीडा छ अनि केही पनि साह्रै नै दुःख छ। हामीले गाउँघरले पनि हेरिरहेका छौँ अनि के गरौँ, बिचरा केही सहयोग पाइन्छ कि अनि रुँदै हिँड्दै स्वास्नी कहीँ काम गरेर गए पनि रुँदै आउँदै गर्छ। अनि भनेपछि अब यिनीहरू बिचरा अब गरिब पनि हुन् होइन। अब जग्गा जमिन पनि अब यो औषधि उपचार गर्दा पनि सबै सिद्धाइसके। अब केही छैन, यो अलिकति जङ्गलमा आएर बसेका छन्। बस्नुको बाँसबरी चाहिँ उसले गाउँपालिका सहयोगमा बनाइदिएको हो। सक्दो सक्नुहुन्छ भने सहयोग जति सकिन्छ त्यति गर्नुहोस्, सकिन्न भने पनि सेयर लाइक गरेर अरूसम्म पुर्याइदिनुहोस्, त्यही भन्न चाहन्छु। जति के भन्नुहुन्छ, जति पनि हामीलाई दर्शकबिनहरूले हेरिराख्नु भएको छ, के चाहनुहुन्छ तपाईँले, के भन्न चाहनुहुन्छ?
हजुर के भन्नु नि अब अलिअलि सहयोग गर्ने यताउता गरेपछि अलि सन्चो लाग्थ्यो कि बुढालाई कहीँ उसलाई फिजियोथेरापी अनि यताउता गर्न पाए हुन्थ्यो कि भन्ने त लाग्छ नि। हजुर अरू नभए पनि जो छोराछोरीहरूलाई खाना लाउनको लागि निकै कठिन छ, आर्थिक अवस्थामा निकै कमजोरी छ तपाईँको होइन र? हजुर दर्शक पनि देखिसक्नुभयो, उहाँले भनिसक्नु भएको छ उहाँ एकदमै गरिब परिवारमा र लाउना खानाको लागि निकै आर्थिक अवस्था कमजोर छ र उहाँले अहिले काम गर्दै हुनुहुन्छ, बाटोमा काम गरिराख्नु भएको छ। तपाईँले काम पनि गर्नुहुन्छ होला सायद? हजुर काम पनि गर्छु तर 2-3 घन्टामा आउनुपर्छ घर। तपाईँ श्रीमान दर्शक पनि हेर्नुहोस् त, एउटा यस्तो पीडा छ जहाँ कि उहाँ ज्याला मजदुरी गर्नुहुन्छ र गइसके पछाडि श्रीमानको लागि 2 घन्टामा श्रीमानलाई चाहिँ दिसा पिसाब गराउनको लागि, खाना खुवाउनको लागि 2 घन्टा छुट्याएर चाहिँ उहाँ घर आउनुहुन्छ। दर्शक पनि यो दुःख लाग्दो कुरा हो, तपाईँले पनि देखिसक्नु भएको छ। सक्दो यति भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर साथ दिनुहोला, सक्नुहुन्छ भने तपाईँले सही गरेर साथ दिनुहोला, थोरै भए पनि तपाईँले सही गरेर पनि तपाईँले साथ दिनुहोला।